सो हाई गाइस, फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। र हजुरहरूको हालखबर के छ? हाम्रो चाहिँ दामी छ। धेरै समयपछि म बल्ल भ्लगमा आइसकेको छु। यहाँ बल्ल लाइट देखिरहेको छ होइन, यता गर्दा चाहिँ हल्का उस हुन्छ सक्नुहुन्छ। मस्त पारामा स्लिप। यस्तो स्लिप गर्नेलाई चाहिँ के भन्छ भन्दाखेरि कुम्भकर्ण। हेर्न सक्नुहुन्छ गाइज, आउटफिट चेक गर्ने रहेछ क्या। ल तलको टु माथि टी सर्ट, झोले जिन्दगी है त। गाइज हेर्न सक्नुहुन्छ, हाम्रो मम्मीले आज मलाई के बनाइदिनु लाग्नुभएको छ। वाट आर यु मेकिङ? रोटी। वाट के प्रकारको रोटी हो यहाँ? एउटा केरा हालेको, हजुर अनि एउटा अन्डा, हजुर। अनि अलिकति पिठो हालेर बनाउनुलाई चाहिँ कस्तो हुँदो रहेछ बनाउनु है आज है। के यो पनि अर्ग्यानिक हो? अर्ग्यानिक हो। सो गाइज हेर्न सक्नुहुन्छ, हाम्रो घरबाट देखिने भ्यू यस्तो छ। सबै घरले घेरिसकेको छ। त्यहाँ तल चाहिँ ताल छ कि तर अब देखिन्न, किनभने सब ठुल्ठुलो घरहरूले घेरिसकेको अवस्था छ। पर्फेक्ट गोलो बनाउने हो रोटी पाक्नलाई। झ्याप्पै अलिलु डरिसकेको छ, तर त्यो पनि ठुलो छ होइन। डरेको देख्नु हुन्छ होइन र? केरा हालेको हेर कि यस्तो लुलो हो गयो। अनि अन्डा नि नरम हुन्छ नि त। खतरा भयो नि त। फर्काउनु त हामी फर्काउनु हुन्छ त। के तपाईँ प्रोफेसनल हो? जे भयो नि कुक तालिम त गरेको हो नि मैले नि। फर्काएको हेर्नु चाहिँ मजा आउने रहेछ। ओके, आफैले बनाएको रोटी आफै खाने है। इटिङ स्टार्ट हो कि हो? कस्तो खाऊ? चिनी नै हाल्नु नपर्दो रहेछ है। उसको इच्छा पनि पुरा भयो। उसको ठुल्ठुलो इच्छा त हुन्न, सानो सानो इच्छा। कहिले रोटी हुन्छ, कहिले कोदोको रोटी, कहिले के को रोटी खानु मन लाग्यो भन्छ, कहिले के को रोटी, कहिले मकैको धरी बनाएर खान्छ होला। मकैको नि कसरी बनायो होला अस्ति। सो गाइज हेर्न सक्नुहुन्छ, मेरो रुमको चाहिँ लथालिङ्ग। ओहो है तेरी। झमझम परेली आँखैमा गाजलो। सो गाइज अब बल्ल हेर्न सकिन्छ, चट्ट माथिदेखि तलसम्म चट्ट कोठा बनिसकेको छ। हो कि होइन मम्मी? आशा दिदीको नि आगमन भइसकेको छ। आशा दिदी, तपाईँको बिहानको सुरुवात कसरी भयो होला? बिहान उठेँ, घर सर सफाइ गरेँ, नुहाएँ, पूजा गरेँ, अनि चलाउन आएको छु। के तपाईँ धार्मिक हो र? त्यति साह्रै त होइन, तर म कहिलेकाहीँ गर्ने गर्छु।
ओ ओ पूजाआजा पनि गर्नुपर्छ बेला बेलामा पूजाआजा पनि गर्नुपर्छ बेला बेला फुलमा पानी पनि हाल्नुपर्छ हजुर यतातिर पनि ध्यान दिनु होला अलिअलि फुलको सिनेमेटिक ल फुलतिर नि पानी हाल्ने गर्नुपर्छ धुलो पनि पुसपास गर्नुपर्छ त्यो त अभियस काम हो नि मेरो त्यो सो गाइज पढाइ हेर्न सकिन्छ हामी 8 बज्नु लागिसक्यो तर उठ्ने नामो निशान छैन यस्तो छ हाम्रो सहरमा सहरी जिन्दगी हो के यो चाहिँ सो गाइज हाम्रो तिम्रो नाम के रे दोस्त प्रिन्स थापा प्रिन्स थापाको पनि आगमन भइसकेछ ल हेर्नु त यी यस्तो एडभेन्चर गरिदिन्छ नि दोहरूले त है दोस्त कस्तरी हिँडिदिन्छन् ऊ चप्पल खसालिदिएन प्रिन्स अनि के छ त हालखबर भन्नु अनि भर्खरै के खाएको रे हामीले तिमीले यता हेर के खाएको अमिलो ओइ आयो फर्क्यो 1 2 3 4 5 ल 5 सेकेन्डमा आउने रहेछ उसेन बोल्टलाई जितेको हो फास्ट रनर रे होइन तिम्रो नाम आज के हो त तिम्रो हाम्रो प्रिन्स भाइले चाहिँ एक्सर्साइज गर्छ बिहान उठ्ने बित्तिकै हो ल ल ल अलि यता हो नाइस एक्सर्साइज पुसअप हान्ने एउटा दोस्त ल सो गाइस अहिले भने हामी जाँदैछौँ कता सिमपानी आज के काम हो तपाईँको सिमपानीमा हो हेर्न सक्नुहुन्छ घामले रेन्जी घाम लगाइरहेको छ आज छुट्टीमा त बिहानदेखि क्रिसको भ्लग बनाउँदै बस्दै नि क्रिस जान्छ मन आफूलाई के कुरा गर्ने हो सर पोखराको फोहोर यस्तो छ पोखराको मेयरलाई त तानेर त्यही फोहोर उठाउन लाउने हो क्या भाइहरूका ला आज फेयरवेल रहेछ ल तिमीहरूको कहिले रे तिमीहरूको कहिले रे लाइसेन्स निकाल पहिला फेरि पनि निकाल्नु पर्ला है त्यसपछि पनि मैले निकाल्नु पर्ला के स्कुटीको लाइसेन्स है अब पहिला सिग्नेलामा त निकै डरै लाग्थेन के आजकल डर लाग्छ के त्यो सिग्नेलामा घरमा स्कुटीमा बैठेको सजिलो हुन्थ्यो होला के रे घरमा स्कुटर थिएन गाईघाट के अरे हरिचोक होइन बाबा अहिले भने हामी हरिचोकको किरणमा आइसक्यौँ यताबाट नलैजाउँ मलाई डर लाग्छ यताबाट मलाई यो बाटो जान आउनु डर लाग्छ कि सो गाइस यहाँ हेर्न सक्नुहुन्छ को होला उहाँ हजुर सो गाइस राइडरलाई हेर्न सक्नुहुन्छ पोखराको अन एन्ड अन्ली राइडर स्मृति परियार र पछाडि छन् स्नेहा परियार स्नेहाको चटक धसक कपाल गरेर हुन्छ चटक हुन्छ के सो गाइस म चाहिँ गएँ है फुपू अहिले बेलुकी हो
ल बाई टिकटकर छु गेम खेल्ने कुन गेम खेल्ने हो र गाई जहिले भने म पनि मम्मीलाई कुदाएर एकछिन बसेँ अनि त्यहाँपछि अब फेरि घर जानु लाग्यो 20 माइल कता हो जाने हुँदै घुम्न त्यही भएर अब चाहिँ म घर जान्छु हेर्न सक्नुहुन्छ यहाँ कति धेरै ब्रेकर पो छ र वान ह्यान्ड राइडर हो नि फेरि सो गाइज हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो सुशील दोष नि आइसके मोबाइलमा चाहिँ निकै घोरिएर बसेका छन् गरे होइन यता हेर यता के छ तिम्रो हालखबर के छ के भन्ने यसो घर बस्नु झ्याउला र यहाँ क्रिस्टोसको घरमा आएकै गाइस म चाहिँ ल सो गाइज हामीले हेर्न सक्नुहुन्छ पहिला यो मिठाई खोल्टीमा हाल हो अब सफा गर्नु पर्यो त्यसलाई हेलो गाइस अब त्यस्तै मेक्रोनी बनाउनु हुन्छ त्यसको नाम मेक्रोनी हो हामी अहिले खाँदैछौँ अब तपाईँहरूलाई खाना मन लागेको छ भने खानु हुन्छ हो त्यो सोधेको के र अहिले हामी हेर्लौँला तपाईँहरू नमस्ते जाम बाई बाई टाटा सब्स्क्राइब गर्नु बाई बाई लाइक सब्सक्राइब गर्नु यहाँको टिरिक दबाउनु के गर्ने हो सुरे बुलु बुलु नलो नलो उलु लाला राइट भयो यत्रो लुगा छ त यहाँ आइज झमझम परेली आँखैमा गाजलो छ गाइस अब हामी के खेल्दैछौँ च्यालेन्ज के को च्यालेन्ज पास्ताको ल कसले जित्छ जसले जित्छ त्यसले के गर्छ जो हार्छ त्यो चाहिँ उठबस गर्छ है गाइस ल त्यसले उठबस गर्छ है काट्टा चाहिँ अब कसले छिटो खान्छ हेरौँ है त काले भाइले चाहिँ एउटा एउटा खाछ है विनर लास्टमा त हार्ने त यही होला जस्तो लाग्यो मलाई म सेकेन्ड भयो मनी सेकेन्ड जहिले भने हामी फेरि पनि आइसकेको छ क्यामेरामा अहिले फेरि हामी पनि बिहान गए जस्तै अब पनि जाँदैछौँ बिहान गइदिस् र उसँग मम्मीलाई पठाउँछु अहिले मलाई लिएर जानु अघि भर्खरसम्म नै अस्तिना बर्थडे थियो तर अहिले चाहिँ के भयो भने एकैछिनमा अस्तिना पर्छ एकैछिन पानी पर्छ अनि फेरि पर्दैन क्या हेर्नु न यार हाम्रो रोड सानो भएर के गर्ने हो यस्तो यस्तो पारा त यो मोबाइल हल्लिँदा क्यामेरा नै हल्ले हगिदिस् हल्ले होइन होला नि होइन यो यस्तै हल्ले हो नि त रोड चाहिँ यही हो अलवेजको आज उताबाट घरबाट हिँड्ने बेलामा चाहिँ पानी परेछ अनि त्यो रेनकोट टाइम फेरि अहिले चाहिँ पानी परेको छ तर रेनकोट लाउँदाखेरि हावाले पनि हाल्दैन एउटा कुरा चाहिँ पानी मात्रै होइन रेनकोट हावा पनि शरीरमा हावा चाहिँ पर्दैन क्या भीमसेन टोल हो यो चाहिँ हाम्रो यो पनि वान अफ द फेमस नै छ है पोखरामा यो टोल पनि किन
किनभने यहाँ धेरै हिस्टोरिकल कल्चर अनि त्यसपछि के अरे धेरै कुराहरू लुकेको पनि छ, धेरै हिस्टोरी पनि छ यहाँ। अनि त्यसपछि यो चाहिँ नेवार कम्युनिटीको प्लेस ठाउँ हो कि एकदम यहाँ स्पेसल रोड। अबबाट मैले स्पेसल रोडबाट जाम भन्यो भने बुझाइ के रहेछ? यहाँ चाहिँ हाम्रो द फ्लेभर हाउस छ। यो चाहिँ हाम्रो के भन्छ खाजा खाने चिया खाने ठाउँ हो है साथीहरू। यहाँ चाहिँ एकदम मिठो चिया खाने अर्को साथीहरू चिया खाने म कफी खान्छु। यहाँ चाहिँ हाम्रो खोला सुक्यो साथीहरू तर है म देखाइदिन्छु त। खोला पनि धेरै सुक्यो किनभने सुक्ने सिजन नै हो। उर्लिने बेला फेरि यस्तो गरेर उर्लिन्छ भनेर नि खोलै पानी नै छैन खासै धेरै अलिअलि मात्रै पानी उर्लिन पर्यो भने साथीहरू यस्तो यहाँ पानी यस्तो नराम्रो यता सबैजनालाई डर हुन्छ क्या बिचरा। कोही पढ्दैछन्, कोही पनि यहाँ मस्त पारामा कति सपना के छ तिम्रो हालखबर? माग गर नि त, तिमीले नि माग गर नि त। लाऊ लजाउने रहेछ ल, तिमीले माग त्यो। ल को यहाँ गिटार सिक्ने दादा के छ हालखबर? ठिक छ। ल एउटा गीत गाओस् त ल। अब हान्देऊ न, हान्दै एउटा गीत ल झ्याप्पै। है गाइस, बेगिनर हो, हार्डवर्क गर्दैछ भाइले। ल मेरा भावना यी हान अनि यसोस्। हो त्यो ल इष्ट खरानी बनी मजल्दा पनि पोले नबरु जति पोले थियो तिमीले छोड्दा म बल्दा पनि म मरे पनि तिमीलाई खुसी दिन चाहन्छु। मरिजाऊ कसम मेरो भाग्यमा रहेनौ तिमी, खुसी नै छु म